नमस्ते सम्पूर्ण साथीहरूमा नमस्कार गर्न चाहे। यति बेलाको बसाइमा म बोल्दैछु शेखर अधिकारी। शेखर अधिकारी युट्युब च्यानल सब्सक्राइबर गर्नुभएको छैन भने पहिला सब्सक्राइबर गर्नुहोला। शेखर अधिकारी युट्युब च्यानलबाट नयाँ नयाँ खोज भिडियो आउने क्रममा भर्खरै मात्र सार्वजनिक हुन लागेको विष्णु माझीको तीजको गीतको बारेमा तपाईँहरू समक्ष केही कुराहरू गर्नको लागि उपस्थित भइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। विष्णु माझीको नाम नै एउटा ब्रान्ड हो। विष्णु माझीको तीजको गीत बजारमा नआएसम्म तीज आए जस्तो महसुस कसैलाई पनि हुँदैन। त्यो आम दर्शक श्रोता महानुभावमा जानकारी रहेको कुरा हो। विष्णु माझीको नयाँ गीत सार्वजनिक हुँदैछ। ढुङ्गाको सिरानी बोल गीत विष्णु माझीको यो वर्षको तीजको गीत रहेको छ। फरक फरक सन्दर्भ, फरक फरक कथावस्तु र फरक फरक शैलीमा विष्णु माझीले तीज विशेष गीतहरू प्रस्तुत गर्दै आउनुभएको छ र विष्णु माझीको तीज नआएसम्म हाम्रा दर्शक श्रोता महानुभावहरूलाई तीज आए जस्तो महसुस पनि हुँदैन। यसै क्रममा म पनि विष्णु माझीको जुन गीतको फोटो सार्वजनिक गर्दै यो भिडियो तपाईँहरू समक्ष प्रस्तुत